हेलो एन्ड नमस्ते सबैजनालाई। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ मैले दुबोको माला बनाएको भिडियो ल्याएको छु। हामीलाई कति गाह्रो हुन्छ नि है, कहिलेकाहीँ दुबोको माला बनाउनु पर्यो भने राम्रो भिडियो भेटिँदैन कि युट्युबमा, त्यो भएको भएर मैले फुल भिडियो लिएर आएको छु। यो चाहिँ हजुरले टेबलको खुट्टामा सेतो धागोलाई बेरेर अनि आफ्नो हातपट्टिको टुप्पोमा चाहिँ एउटा गाँठो लगाएर त्यसपछि बाँकी धागोको डल्लालाई चाहिँ छोडेर बिचमा यसरी दुबो राख्दै कस्दै गर्नु होला। दुईचोटि गाँठो लगाउनु भयो भने चाहिँ एकदम राम्रो हुन्छ, बलियो हुन्छ। यसरी टाइट गर्दै जानु होला, जति सक्यो त्यति टाइट गर्नु होला, नआत्तिनु होला। बिचमा छुट्यो भने चाहिँ नआत्तिनु होला, त्यसैबाट जहाँबाट छ त्यहीँबाट बाँधेर चाहिँ कन्टिन्यू गर्नु मिल्छ। हेर्नु यसरी कस्ने कि दुईचोटि गाँठो लगाएर, तब बल्ल बलियो हुन्छ कि एकदम दुबो चाहिँ झर्दैन। यसरी राख्ने बिचमा एन्ड देन कस्ने। यसरी चाहिँ धागो जति सक्यो हजुरले कस्नु होला। दुबो चाहिँ लामो लामो भयो भने एकदम राम्रो हुन्छ। ट्याक्क माथिपट्टिको त काटेर फाल्ने हो, त्यसको लागि टेन्सन नलिनु होला। तलपट्टिको दुबोलाई चाहिँ मिलाउनु होला। म चाहिँ एकदम पर्फेक्ट चाहिँ होइन माला बनाउन, तर पनि युट्युबमा माला बनाएको फुल भिडियो नपाएको भएर हजुरलाई केही हेल्प होस् भनेर मैले चाहिँ भिडियो बनाएको हो। यसरी नै बनाउँदै जानु होला। यो चाहिँ छोटो भयो भने पनि यदि टेन्सन नलिनु होला। पछाडिको टेबलको खुट्टा साइडको धागोलाई काटेर पछाडि चाहिँ धागो थपेर त्यसरी बनाउन नि मिल्छ। हजुरले चाहिँ दुई हात एक बित्ता लिनु होला। ठ्याक्क लिँदाखेरि अनि ठुलो मान्छेलाई, मतलब जेन्ट्सहरू हाइटी हुनुहुन्छ नि त, त्यस्तो मान्छेलाई ठिक हुन्छ साइजमा, लेन्थमा। बिहेको घरमा र तोलीको रमाइलो त हुनै पर्यो नि, हो कि होइन? एकनासले कस्दै जानुभयो भने हो यस्तो राम्रो टाक्क देखिन्छ कि, कस्तो राम्रो देखिन्छ। ल है, फाइनली हामीले माला बनाएर भ्यायौँ। यो यसरी लास्टको डोरी हुन्छ नि, यो जुन बान्नेवाला पछाडिपट्टि हो, त्यो बनाउनु चाहिँ यसरी पुगेन भने चाहिँ यसरी जोइन गर्दा पनि हुन्छ। मजाले 2-3टा गाँठो लगाएर बाँधिदिँदा पनि हुन्छ। त्यसपछि चाहिँ अब यसको माथिको टुप्पो नै फेद माथिको नराम्रो झिकझ्याक भएको होला काट्छौँ। कैँचीले, सानो कैँचीले काटे पनि हुन्छ, मजाले काटिन्छ न। अनि यसरी काट्ने। त्यसपछि चाहिँ नि अनि यसमा सिलाइ लगाउनु चाहिँ मैले दिदीलाई दिएको थिएँ कि, उहाँले सिलाइको काम गर्नुभएको भएर राम्ररी, हामीले यतिको नर्मल लगाउनु भन्दा उहाँले चाहिँ राम्रो लगाइदिनुहुन्छ स्मुथली भनेर चाहिँ उहाँलाई दिएको थिएँ। उहाँले सिलाइ लगाइदिँदै हुनुहुन्छ, मजाले सिलाइ लगाइदिनुहुन्छ। यस्तरी लगाउँदाखेरि, यसरी पहिला यसरी सिलाइ लगाउँदाखेरि सिलाइ देखिन्न भने चाहिँ हामीले यसरी लगाएको थियौँ। टाँका लगाइदिनु भएको थियो कि बिचबिचबाट, त्यो कपडाहरू नउठोस् भनेर। एन्ड देन फाइनल भयो, भेलभेटको कपडा लगायौँ। अब जरी लगाउने पालो छ। जरी लगाउँदाखेरि पनि सिधा सुरुमा 1-2 टाँका लगाउने एन्ड देन मोटो मोटो टाँका लगाए हुन्छ।
राम्रो हुन्छ। मोटो मोटो टाँको लगाएपछि धागो पनि देखिँदैन, राम्ररी हुन्छ। हजुरहरूले पनि यस्तै भिडियो हेरेर सिक्न सक्नुहुन्छ। यस्तै भिडियो हेर्नको लागि मेरो च्यानललाई लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ। यहाँसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। आशा छ यो भिडियो हेरेर हजुरहरूलाई दुबोको माला बनाउन हेल्प हुन्छ भनेर। यसरी लगायौँ हामीले टाँका, यसरी मोटो मोटो लगाउँदा नि हुन्छ, मसिनो लगाउँदा नि हुन्छ। यो चाहिँ एज योर विश। माला बनाइसकेपछि हामीले चाहिँ होइन फ्लेक्स गर्दैछौँ, राम्रो भयो माला भनेर देखाउँदैछु हजुरलाई। यत्तिको माला बनायौँ हामीले। अब यसलाई रोल गरेर ट्याक्क पानीमा डुबाएर फ्रिजमा राखिदिउँ भने दुबोको माला अझै फ्रेस हुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ। मैले बनाएको माला हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला है। यस्तै भिडियोहरू हेर्नको लागि मेरो च्यानल लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच। अब चाहिँ नेक्स्ट भिडियोमा भेटौँला है। बाई बाई। थ्याङ्क यू सो मच।